चाहे त्यो सारांशको र कालान्तरमा तिनीहरू यो देशबाट निमेट्याउने भए र नयाँ युगले नयाँ कुरा जन्मायो र जनतामा नयाँ कुराको सृजना गर्यो र यो देशमा भएका भुइँ मान्छे र सरकार खाए र जनताका रोजगारहरू सृजना नगरिकन सम्पूर्ण युवाहरूलाई विदेश लखेट्न बाध्य बनाए। यो देशमा वृद्ध अपाङ्ग र असहायहरूको मुलुक बन्यो। यो देशमा हिमाल पहाड तराई विभिन्न जाति वर्ग संघर्ष वर्ग समुदाय भाषा धर्मले बोकेको यो मुलुक बुद्ध र सीता जन्मेको सलमाताको उचाइ भएको यो विश्वको देशलाई यिनीहरूले पहिचान र भूगोलको आधारमा विभाजन गरेर वर्गीय आधारमा जातीय आधारमा विभाजन गरेर अझै पनि यिनीहरूले शासन गर्न खोजिरहेका छन्। यो तपाईँहरू सफल हुने छैन। हाम्रो मसिया हाम्रो मान्छे सरकारका नेता लगायतका गाउँदैन राष्ट्रवादी साथीहरू अभियन्ताहरू आज जेलमा 60 दिनदेखि रहिरहनु भएको छ। उहाँहरू मुद्दा लडिरहनु भएको छ। आज झोले न्यायाधीशहरूले परिवर्तन गरेर पार्टीको झोला बोकेर अनासी रूपमा हामीलाई सङ्गठित अपराध र अन्य अपराधमा मुद्दा चलाइरहेका छन्। यदि अहिले पूर्वपक्षमा बहस भइरहेको छ कुन चाहिँ बहसमा यदि यो कुराको न्याय थियो दुर्गा प्रसादले सहयोग उद्योगहरू बेचेर खाएको थियो। दुर्गा प्रसाद सांसद भएको थियो। दुर्गा प्रसाद प्रधानमन्त्री भएका थिए। दुर्गा प्रसादमा एउटा मेडिकल व्यवसाय थिए र उनले सोचे यो देशमा 3 जना चोरीहरूले एउटै आगोमा आत्महत्या गरेपछि र यो देशमा अन्य अत्याचार बढ्दै गइरहेपछि र सहकारी बैंक वित्तीय संस्थाको शोषण बढ्दै गएपछि यी ब्याङ्कहरूले 7% लिएको ब्याज 8% असुल गरेर 10 करोडको घर 1 करोडमा ल्याङ गर्न थालेपछि सारा व्यवसाय गरी खाने वातावरण बन्द गरेपछि सबै सडकमा आउन बाध्य भएपछि र मध्यवर्गीय प्रमाणहरूले पेट्रोल छर्केर एउटा उद्यम व्यवसायले पेट्रोल छर्केर आगो लगाएपछि दुर्गा प्रसाद एउटा कृष्णको रूपमा महाभारतको कृष्णको रूपमा संसद गरेर बेचिएको सुरु गर्नुभयो। त्यो सुरुवातमा लघु शिक्षक पनि सामेल थियो। म लगायतका थुप्रै यज्ञहरू थुप्रै दुर्गा प्रसादहरू थुप्रै देवीहरू थुप्रै विष्णुका वैद्यहरू सबै अहिले हिरासतमा हुनुहुन्छ। हामी केही साथीहरू भाइहरू छौँ। यहाँ केही विभागीय प्रमुख साथीहरू पनि हुनुहुन्छ। महिला दिदीबहिनीहरू हुनुहुन्छ जो पटक पटक जेल परिरहनु भएको छ। म पनि 7 पटक जेल भएँ। साथीहरू पनि जेल पल्दै निस्कँदै गर्नु। जेल खानलाई हामीलाई समस्या छैन। हाम्रो तातो गोली खान पनि तयार छ। तर अराजक सरकार आतंककारी सरकार यो देश